हे गाइज व्हाट्सअप स्मृति दिवस रिजाल तपाईँहरूलाई फेरि मेरो भ्लगमा स्वागत छ है। र आज चाहिँ म गाउँ जाँदैछु सरादको लागि। लड्न सक्नुहुन्छ हामी चाहिँ यो सालघारीको वनमा आइपुग्न लाग्यो, हेर्न सक्नुहुन्छ। र गाइज बुलेट बाइकले चाहिँ मलाई जितिसक्यो। अब यो स्कुटर उकालोमा त्यस्तै हो, यस्तो हेर्न पुरै कुहिरो छ क्या। अब माथि पुगेपछि यस्तो सही घाम लाग्छ। अब मैले पनि कुदाउनु पर्ने हुन्छ। सक्नुहुन्छ गाइज बुलेट बाइक हो पुगिसक्यो। अब यो स्कुटर हो उकालोमा, अब त्यस्तै हो, तान्न बुलेटलाई कहाँ जित्छ त नि होइन। तर ऊ त्यहाँ धेरै अगाडि छैन, बाइक बिस्तारै लिएर जानु भयो। अब यस्तै हो गाइज, उकालो लगाएपछि एभरेज घट्छ स्कुटरको, थाहा छ होइन। स्कुटर भन्दा त बाइकै ठिक हो क्या, बरु सामान हाल्दा चाहिँ स्कुटर ठिक हो। ल गाइज यस्तो हुसुला कि है, के कुरा जङ्गलमा लास्ट लाउने हामी चाहिँ 4 मिनट भयो घरबाट हिँडेको, उकालो आइसक्यो। अनि मर्निङ वाक गर्न चाहिँ यहाँसम्म आउँछन् क्या को त्यो भिमातको टोलीहरू अथवा मान्छेहरू चाहिँ अब यहाँसम्म आइपुग्छन् क्या मर्निङ वाक गर्न। सही हुन्छन्, बिहानको बाटो सही छ क्या हिँड्नको लागि। जङ्गल टाइपको छ, सालघारी हो यो चाहिँ। चिसो मौसम चाहिँ एकदम। अब माथि लागेपछि तपाईँहरू देख्नु सक्नुहुन्छ, अब घाम लाग्छ क्या एकछिनमा। राम्चीमा त घाम लागिसक्यो, अब यता पनि लाग्छ क्या। आयो बल्ल घाम लागेको अवस्था छ अलिअलि। ल हेर्नु अब कुहिरो हट्दैछ बिस्तारै। अहिलेसम्म त लास्टै कुहिरो थियो, अहिले चाहिँ कुहिरो हट्दैछ है। अब बुलेट बाइक चाहिँ पछाडि आउँदैछ। अब मैले चाहिँ जितेको यसो। ल घाम लाग्यो क्या, बल्ल सही भयो, बल्ल अब आनन्द हुन्छ। लास्ट कुहिरो लाएर हिजो भए चाहिँ तलसम्म हेर्नु न, अब लास्टै आकाशमा यस्तो देखिसक्यो यो माथि। तर लेकमा बस्नुको फाइदा चाहिँ यही हो क्या गाइस, घाम मस्त लाग्छ होइन। फ्यामिली मस्त मान्छे। बजारमा घाम लाग्ने त 11 बजे हो। बुलेट बाइक आउँदैछ पछाडिबाट, म चाहिँ अगाडि हिँड्छु। लगाइज हेर्दै जानु। लगाइज असली मानुङकोट भनेको यही हो, हेर्नु सक्नुहुन्छ। मानुङकोटबाट हेर्ने पनि यही हो होइन। अब हामी अब आफ्नै घरतिरबाट हेर्ने पनि यही हो गाइज। ओ माथि हिमाल देख्न सक्नुहुन्छ। अब यस्तो सही भ्यू देखिन्छ क्या अब यहाँबाट चाहिँ। तेल चाहिँ 1 लाइन मात्र छ अब मेरो, पुग्छ होला यस्तो हेर्नु। अब यहीँसम्म छ है, त्यो माथि घाम सही नेचर भनेको यस्तो सही छ क्या। राम्चे हाम्रो गाउँ राम्चे हो तपाईँहरूलाई थाहा छ, 12 किलोमिटर छ राम्चे। अब लगाएछ असली भ्यू भनेको यो हो नि त। यो हो नि त असली भ्यू भनेको। हिमाल हेर्नु, हिमाल त्यहाँ हिमाल, त्यहाँ हिमाल, त्यहाँ हिमाल, त्यहाँ हिमाल। चढ खतरा खेलाडी हो क्या भाइ। ल चढ ओ सर्च गर न गएर रिजाल दिवस सब्सक्राइब नि गर लगे। ल रोक है त भाइ एकैछिन। लगाइज दाइहरू चाहिँ अगाडि जाँदै हुनुहुन्छ, म चाहिँ बिस्तारै आउँदैछु। यस्तो दृश्य देखेपछि चाहिँ एकदम मन आनन्द हुन्छ है गाइज। त्यही भएर तपाईँहरू पनि घुम्नु गर्नु होइन, नेचरहरूमा भनौँ न त्यही गर्नु होइन। यो चाहिँ अब हामी चाहिँ चैनपुर आउनु लाग्यो। चैनपुर यो चाहिँ राङरुङ कटिसक्यो हामी चाहिँ। हामी चाहिँ यहाँ सराद खाएर लडेको अवस्था। हाम्रो दादा यता, बुवा त्यता हुनुहुन्छ, ऊ बुवा त्यहाँ हुनुहुन्छ, ठुलमम्मीहरू त्यहाँ, मुवा उता चिच्चाइरहनु भयो। लगाइज उता टेन्सन हुन्छ हिमाल। हाम्रो घरैबाट यसरी सुत्ने मजाले भ्यू हेर्दै बस्न पाइन्छ।
अब अहिले घोडडाँडा गयो भने चाहिँ घोडडाँडाको भ्यू देखाउँछु, नत्र चाहिँ अब हामी एकछिनमा फर्किने हो। हो उता हेर्नु हिमाल, मस्त मस्त हिमाल देखिन्छ यहाँबाट चाहिँ। गाइज राम चाहिँ आउनु होला तपाईँहरू पनि घुम्न, आएर मेरै घर बस्दा नि हुन्छ, टक्क खाली छ, टक्क बस्नुहोस्। गाइज हामी चाहिँ चुली डाँडा जाँदैछौँ होइन। बाटो चाहिँ अब गाउँघरको यस्तै ख्याक्रा खुङ्ग्रो हुन्छ, अब यस्तो नि बाटो रमाइलो हुन्छ कि पलाउनु। हेर्नु अब हामी त यति हाइटमा, हामी अहिले 1550 लगभग मिटर इलिभेसनमा छौँ। धेरै हाइट हो नि त यो भनेको त। यहाँ चाहिँ पानी ट्याङ्की छ, यहाँ पिङहरू छ खेल्ने भए, त्यहाँ मन्दिर छ। यहाँबाट त डाँडै डाँडा देखिन्छ गाइज, योभन्दा अल्गो छैन यता वरिपरि। योभन्दा अल्गो छैन क्या गाइज। हेर्नु यो कतिवटा डाँडा देख्यो होला गन्नु होला तपाईँहरूले। डाँडै डाँडा खैरेनी, हिमालहरू खैरेनी हो, त्यो हो भ्याट छ्या त्यतै कता होला, पोखरा दमौली हो उता देखेको, त्यो त दुलीगाउँडा हो। त्यहाँबाट यो देखिने गरे नि त, कहाँबाट? दुलीगाउँडाबाट देखिन्न, कहाँ छिकिन्छ, डाँडा डाँडा छिकिन्छ नि त होइन। ल गाइज तरकारी कति खाने हो हाम्रो घर लिन हुनु। ल हेर्नु फर्सी यत्रो यत्रो हुन्छ, अझै ठुलो हुन्छ, यो त अझै सानै भन्नुपर्छ। सुपोभरि त्यो बाटाभरि घिरौँला, यता लौका, एक बोरा यहाँ लोड हुँदैछ। हेर्नु गाई जति कति खाने हो तपाईँहरूले, जति खाए पनि म दिन्छु तपाईँहरूलाई। ल आउनु यहाँ हेर्नु सुन्तला, सुन्तला ल हेर्नु होरी त्यहाँ सुन्तला हेर्नु त्यहाँ। ल गाइज हामी चाहिँ फर्किसक्यौँ। यत्रो लोड लिएर हिँड्नु पर्यो, यत्रो एक बोरा तरकारी। फुपूलाई माइतबाट त अब कसरी जान्छ फुपूलाई, त्यही हो अब यत्रो एक बोरा लिएर जानु पर्यो। यहाँ अब हाम्रो गाउँ छोडिसक्यो हामीले, हो उता पारियो हाम्रो गाउँ। हामी यता अब राम्चे अब एकछिनमा हामी पोखरी डाँडा पुगिन्छ। अब यो लोडमा ओह्राल्छ गाइज, अब धेरै भिडियो गर्न नि पाउँदैन मैले। अब ओह्रालमा त फेरि ब्रेक हान्नुपर्छ नि त, स्टोरमा त दुइटै बाइकको जस्तो हुँदैन। अब सिधै म चाहिँ अब कहाँनिर रोकिन्छ एकछिनको लागि, अब त्यतै गएर भेट्नु पर्ला। आजको भिडियो चाहिँ अब रमाइलो भइरहेको होला तपाईँहरूलाई पनि। गाउँ आइयो होइन, हाम्रो गाउँ पनि तपाईँहरूले भिजिट गर्न सक्नुहुन्छ। हिमालबाट जम्मा 16 किलोमिटर हो, अब 30-35 मिनटमा त आइपुगिन्छ होइन। ओके गाइस, ल।